तपाईले दिनरात मेहनत गरेर टिकटक अथवा फेसबुकमा 50,000 फलोअर्स बनाउनुहुन्छ। आफ्नो सामान सोशल मिडियामा मात्रै डिपेन्ड भएर बेच्नुहुन्छ। तर सोच्नुस् त, भोलि बिहान उठ्दा तपाईको त्यो टिकटक अथवा फेसबुक एकाउन्ट उडियो भने, नत्र विभिन्न कारणले बन्द भयो भने, तपाईको त त्यत्रो मेहनत र तपाईको त बिजनेस त गयो नि हैन? अस्ति नेपालमा सोशल मिडिया बैन हुँदाखेरि धेरै जना सेलर्सहरूले यो भोग्नु भएको कुरा त तपाईहरु सबैलाई थाहा छ। त्यसैकारण तपाईहरु आफ्नो बजार जस्तो ई-कमर्स प्लेटफर्मसँग किन नजोडिने, जहाँबाट तपाईहरुले आफ्नो बिजनेसलाई निकै मजाले ठूलो बनाउन सक्नुहुन्छ। एउटा स्मार्ट सेलरले कहिले पनि एउटै मात्र प्लेटफर्ममा डिपेन्ड हुँदैन। उसले त आफ्नो सेल्स बढाउन धेरै ठाउँमा जोडिएको हुन्छ। सोशल मिडियाको अल्गोरिदम आज एउटा छ, भोलि अर्को हुन्छ। तर आफ्नो बजार एउटा यस्तो लिगल र स्ट्रङ ई-कमर्स प्लेटफर्म हो जहाँ तपाईले राखेको प्रोडक्टमा फुल कन्ट्रोल तपाईकै हुन्छ। अनि अरु प्लेटफर्ममा भन्दा थोरै कमिसन छ हाम्रो आफ्नो बजारमा। अनि तपाईले आफ्नो पेमेन्ट पनि 3 दिन भित्रै पाउनुहुन्छ। त्यसैले आफ्नो बिजनेसलाई अब लङ टर्म सम्मको लागि ग्रो गराउन मन छ भने आफ्नो बजारसँग जोडिनुहोस् र आज नै सेलरको रूपमा दर्ता गर्नुहोस्। मैले सेलर रेजिस्ट्रेसन कसरी गर्दिने भन्ने भिडियो हाल्दिसकेको छु, त्यो हेर्न सक्नुहुन्छ। अनि नबुझेको कुरा केही छ भनेदेखि कमेन्ट अथवा मेसेजमा सोध्न सक्नुहुन्छ।